ल है सबै नमस्कार है साथीहरू नमस्कार। यो हेर्नु त ओमन जाने यो डाँडो त भयङ्कर रहेछ त हो। यो चाहिँ म उता यो हल्यान्डदेखि अगाडि गइरहेको थिएँ है। यो ओमनको रोड हो, यो रोड ओमन जाने रोड हो। त्यही भएर पाहाडतिर यसो खिचिहाल्यो कि भनेर खिच्नु आएको साथीहरू है। यत्रो यत्रो पाहाडहरू छ त हो यहाँ त, कम त पाहाडहरू छैन होइन। त्यही भएर अब हामी त कतारमा त यस्तो पाहाडहरू देख्न पाउँदैन मैले होइन। त्यही भएर यसो हेरौँ साथीहरू, अनि यसो इन्जोय गरौँ के हाल्ने। एकचोटि पहिले मैले साउदी जाने बेलाको पाहाडको पनि गरेको थिएँ, यस्तै हालेको थिएँ। अहिले चाहिँ फेरि यो दुबई अबुधाबीबाट राइट लागेर हल्यान्ड हुँदै आएको साथी हो यो त्यहाँ चाहिँ म। अनि अघि नै लोड गाडीमै खिच्ने विचार थियो, तर लोड गाडीमा चाहिँ राम्रो हुँदो रहेछ, सोलो हिँड्दो रहेछ होइन। अनि अहिले त खाली गाडीमा चाहिँ स्पिड भयो है। हामी त पाहाड ठाउँमा बसेको मान्छे, अलिकति यहाँ त डाँडा काँडा देख्दाखेरि त कस्तो अनुभव हुँदो रहेछ साथीहरू। अर्कै रमाइलो पनतिर पो गयो त हो। अनि ठुलो गाडीहरू त खासै हिँड्दो रहेछ बाटोमा होइन, जम्मै सानो गाडी मात्रै हिँड्दो रहेछ। दामी लागेको ठाउँ चाहिँ बस पाहाडहरू रहेछ, काटेर गएको रहेछ। यहाँ त पानी बग्ने पनि रहेछ, के अरे ढल भन्छ हाम्रो नेपाली नालाहरू होइन। नाला भन्दा ठुलो ढल छ क्या यहाँ, त्यो चाहिँ छुटिहाल्यो पछाडितिर। अब यहाँ चाहिँ अब पाहाड सुरु हुन्छ है साथी हो। यहाँबाट त्यति लामो त रहन्छ, उहाँको साउदी जस्तो लामो त छैन यहाँ होइन। तर ठिक्कको रहेछ पाहाड चाहिँ हो। अब पाहाड छुन लागेको छ मैले चाहिँ, पाहाड चाहिँ छुन लागिसक्यो। अब हल्का चढाइ आउने, तर बाटो चाहिँ दामी बनाएको थियो होइन। पाहाड चाहिँ साह्रै बलियो पाहाड के, पुरा एकदमसँग त्यो ढुङ्गा भरेको जस्तो न माटो, तर एकदम बलियो पाहाड है। अनलाइनबाट हेर्दाखेरि जो ठुलो चुचुरो देखिन्छ कि पाहाडको, हो त्यो पाहाडकै छिटेको छेउबाट छेडेको रहेछ कि यसलाई। अनि राम्रो छ ठाउँ नै राम्रो रहेछ, तर गर्मी चाहिँ अलि बढी भएको अनुभव गरेँ साथी मैले। यत्र चाहिँ यतिर त गर्मी चाहिँ हल्का बढी अनुभव भएन आयो मलाई चाहिँ। अनि उतिर आबुधाबीतिर भयो, सिलातिर एकदम शीतल है। यहाँ चाहिँ एकदम गर्मी रहेछ यहाँ चाहिँ। अन्त यो पाहाडले गर्दा पनि होला, यो पाहाडले गर्दैन होला, यति छिरेको रहेछ कि धेरै त होइन। यति चाहिँ यता पनि पाहाड होइन, बिचबाट भयङ्कर पाहाड चाहिँ छिरेर यति चाहिँ बनाएर रहेछ यहाँ। ठाउँ चाहिँ ठिकै रहेछ हेर्नलाई घुम्नलाई पनि, तर गाडी पार्किङ गर्ने ठाउँ चाहिँ रहेनछ यहाँ चाहिँ। गाडी पार्किङ गर्ने ठाउँ भइदिए भए असाध्यै राम्रो ठाउँ भयो नि त एकदम त हो। गर्ने ठाउँ त रहेनछ हल्का है। अनि हल्का ओह्रालो आएको अवस्था आयो। उताहरूतिर पनि ठुलो गाडीहरू चल्दैछ। यो ठाउँमा राम्रोसँग यत्तिकै पाहाड देख्दाखेरि पनि मन अर्कै हुने क्या। पाहाड चाहिँ यस्तो यो हरियो, हाम्रो नेपाल जस्तो हरियो हुने बित्तिकै भए क्या दामी हुन्थ्यो होला। यो चाहिँ कस्तो भन्नुहुन्छ भनेपछि हिउँले खाएको डाँडाहरू देखिन्छ होइन। सबलाई बाई नमस्कार। अब हाम्रो पाहाड पनि सकियो है। अब म तराईतिर लागिसक्यो। अब यहाँदेखि यत्र पाहाडहरू त देखिन्छ, सानसानो पाहाडहरू त छ नि त।
तर तिनी पहाडहरूलाई चाहिँ अब के हेर्नु त्यो सानो पहाड चाहिँ है। साथी हो सबलाई भाइ।